हेलो गाइज, सम्पूर्णमा नमस्ते। म विवेक शाह आज फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो हाम्रो चाहिँ कसमस कलेजबाट अर्गनाइज गरेको 5 दिने टुरको छ। सो हामी चाहिँ जुलोजीको टुर र उता सिमेन्ट फ्याक्ट्रीको टुर आएको छ। सो हामी चाहिँ त्यसकै लागि हामी चाहिँ 5 दिनको लागि हाम्रो कलेज बिदा गरेर हामी टुरमा गइरहेछौँ। सो हामी चाहिँ यो युट्युब च्यानलबाट पर डे बेसिसमा एउटा भिडियो बनाएर यहाँ पोस्ट गर्नेछौँ। सो तपाईँहरू हेरेर साथ दिनुहुन्छ भने आजको साथ आजको भिडियो सुरु गर्न गइरहेको छु। हामी चाहिँ हाम्रो कलेज सातो बाटोबाट निस्किसकेको छु। हामी चाहिँ जाँदैछौँ मलेखुको लागि अहिले फर्स्टमा। हाम्रो साथी वीरेन्द्र जङ शाह अनि चन्दन शाह अनि उता बिकी अनि अर्को बहादुर रत्न फक्त बहादुर यता चाहिँ हाम्रो फक्त बहादुर साथी फेभरेट वान यता यता हो साथी। तिम्रो नाम भनिदेऊ त ल त। उतै हाम्रो साथी अनि विवेकको च्यानल सब्स्क्राइब गर्नु होला हैन, गरिहाल्नु पर्छ। पछि पछि भन न राम्रो 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 ल साथी। अब ब्लगमा केही भन्न चाहन्छौ? साथीलाई लाइक सब्स्क्राइब गरिदिनु होला, सबैले सपोर्ट गर्नु होला। टुरको पनि इन्जोय गर्नु होला। टुर इन्जोय गर्नुपर्छ सबले, साथीहरूले मिलेर च्याट पारामा। ल नि के भन्नु त? लाइक सब्स्क्राइब केटाहरु केही भन्न चाहन्छौ कि ब्लगमा? ल हाम्रो जाममा टाइम स्पेन्ड भइरहेछ होइन? ल ल जाममा अब कसरी टाइम स्पेन्ड गर्न भन त केटा हो? अब बाटोमा डान्स गरेर अब रमाइलो गर्ने होइन? हामी चाहिँ यता मलेखु आइसकेको छु। अब हामी चाहिँ होटल हेभनमा भनेर एउटा होटल हेभन छ, त्यहाँ चाहिँ हामी आइसकेको छु। अब यहीँ चाहिँ हामी 2 नाइट स्टे गर्छौँ। यहाँ चाहिँ हाम्रो रुम चुज गर्छौँ अनि त्यसपछि हामी चाहिँ रुममा इन्ट्री गर्नेछौँ। ल मेरो साथी अब रुम खोलेर अब हाम्रो रुम चाहिँ हाम्रो 3 जना साथीको, सलमान र म र मेरो साथी 3 जनाको यही हो बेड। ल बेड त दामी छ। बत्ती सती बाला त साथी? राम्रो छ यार, राम्रो छ। ल पङ्खा चाहिँ छँदैछ, राम्रो सलमान साथी अनि फक्त साथी। अब हामी 3 जना अब यसमै बस्ने हो अनि 2 दिन 2 नाइट स्टे चाहिँ यहीँ गर्ने हो। केटाहरू ल सब मान्छे पसिनामा छ त यार, के हो? हाम्रो साथीहरू चाहिँ मैदानमा जानको लागि सबजना रेडी छ। अब सबजना मैदानमा जान्छ। कतिको एक्साइटेड हो त यार साथी घाममा तातिनलाई? फुल एक्साइटेड एकदम। अब चाहिँ हामीले फोल्डेड रक एकदम फोल्डेड रक देखाइ। आज हामी हैन, आज घाम तात्ने हो। ओए घाम तात्ने हो आज? रक पर्ने हो। अब हामीलाई अब यहाँ सरहरूले चाहिँ अब बसाएर यहाँ रकको बारेमा डिस्क्राइब गर्नुहुन्छ र हामीले बुझाउनुहुन्छ। सबजना यहाँ बस्छ। अब
पैसान कुन हो हामी साथीहरू चाहिँ अब यहाँ रकहरूको मिनरलहरू पत्ता लगाइरहेछौँ सो यहाँ चाहिँ सब साथीहरूले आफ्नो आफ्नो ग्रुपको लागि मिनरलहरू पत्ता लगाइरहेछ यहाँ रमाइलो भइरहेछ यार केटा हो रक्सहरू किन्नलाई हामी चाहिँ मलेसीमा आएको छौँ र यहाँको एक्सपिरियन्सहरूको बारेमा यो भिडियो मार्फत हजुरहरूमा जानकारी गराउनेछौँ जो एउटा गर्लफ्रेन्ड भन्दै त्यो एउटा ढुङ्गा चारवटा गर्लफ्रेन्डको लागि चारवटा एउटा त गायब भयो बोझैमा हरेछ एउटै चाहिँ अहिलेको लागि चारवटा ढुङ्गा हो चाहिँ ढुङ्गामा चाहिँ के हुन्छ भने चाहिँ यहाँ सिम्पल ठ्याक्क रेड ब्ल्याक मिक्स डट अनि यतातिर पनि हेरौँ रेड ब्ल्याक मिक्स डट यसको पछाडि चाहिँ रेड ब्ल्याक मिक्स यसको पछाडि चाहिँ हेर्नु भने क्रिस्टल लाइन जस्तो क्या टल्केको हुन्छ त्यही नै हो क्या यस्तै हामी चाहिँ बाटोको छेउमा खोलाको छेउमा रिभरको ब्याङ्कमा बसेर हामी यस्तै ढुङ्गाहरूमा बसेर हामी चाहिँ 6-7वटा लोकेसनको बारेमा आज स्टडी गरेँ यहाँ धेरै थरी थरीको रकहरू छ यहाँ मिनरल्सहरूको बारेमा कुरा गरेँ अनि त्यसपछि हामी चाहिँ होटेलमा आइसक्यो अनि होटेलमा आएर खानासाना खाएर हामी चाहिँ अब रेस्ट गर्छु फर सपोर्टिङ माई च्यानल डोन्ट फर्गेट लाइक कमेन्ट subscribe. Thanks for watching my video guys.